हेलो एभ्रिवान, इट्स मी रेशमी थापा। आज चाहिँ म सँगसँगै म काम गर्ने ठाउँमा जाउँ है। म चाहिँ दोङदिमुनमा रहेको नाना रेस्टुरेन्टमा काम गर्छु। म बिहान उठेर आएर सरसफाइ गर्छु, पोचासोचा लाउँछु, अनि त्यसपछि भगवानलाई पूजासुजा गरेर धुपसुप बाल्छु। धुपसुप बालिसकेपछि म ट्याक्क लाएर टेबुलहरू सबै सफा गर्छु, टेबुलहरू पुछपाछ गर्छु। अनि मेरो अर्को काम रहेको छ चम्चा पुस्ने। चम्चा पुसेर सबै डिब्बाहरूमा राख्ने। चम्चा पुस्दा पुस्दै म पानीको बोतल पनि सँगै भर्छु, जसले गर्दा मेरो टाइम वेस्ट हुनबाट बच्छ। चम्चा पुस्दा पुस्दै हाम्रो कस्टमरहरू आउनुभयो, अनि मैले पानी मेन्यु लगेर दिएँ। अनि म फेरि आफ्नो काममा लागेँ। बोतलहरू सबै पुसिसकेपछि बोतल राख्ने ठाउँहरू पनि सबै क्लिन गरिसकेपछि मैले बोतलहरू सबै मिलाएर राखेँ। अनि त्यसको बिचमा पनि धेरै कस्टमरहरू आउनुभएको थियो, तर मैले भिडियो खिच्न पाइनँ। यसो भित्र पसेर हेरौँ भनेको हाम्रो दाजु नाच्दै उफ्रिँदै नान हान्दै हुनुहुन्थ्यो, एकदम खुसी हुँदै। क्यामेरा लगेको त झन् पुरै नाच्दै एक्साइटेड हुँदै। अनि त्यसपछि मलाई अर्को पनि नाच्छ भनेर देखाऊ भन्दै हुनुहुन्थ्यो। अनि मैले कस्टमरहरूको बेलसिल गरिदिइसकेपछि टेबलहरू सबै क्लिन गर्नतर्फ लागेँ। टेबलहरू सबै क्लिन गरिसकेपछि मैले सबै ग्लासहरू चाहिँ ग्लास ऱ्याकमा सबै मिलाएर राखेँ। सबै ग्लासहरू मिलाएर राखिसकेपछि म फेरि एकचोटि भित्र गएँ के हुँदैछ भनेर। दाइ पुरै मलाई सेकाएको मासु देखाउँदै हुनुहुन्थ्यो। दुईजना मिलेर मासु काट्दै रहेछ। त्यसपछि हामी दुईजना मिलेर राइस प्याक गर्न थाल्यौँ। अनि दाइले सेकुवाको मासु म्यारिनेट गर्नुभयो पुरै मुस्किँदै। कलर एकदम दामी आएको थियो। त्यसपछि मैले साँझको धुपसुप बालेँ। बिचमा निकै अर्डरहरू आएको थियो, तर म एकदम बिजी भएर भिडियो बनाउन पाइनँ। अनि त्यसपछि हाम्रो आलु निम्की, मोमो, स्याफालेको अर्डर आएको थियो अलि फ्री भएको बेला। त्यसपछि मैले सानो भिडियो बनाएँ। थ्याङ्क यू।